नमस्ते सबैजनालाई। भोलि जेठको 9 गते म आफ्नो साङ्गीतिक प्रस्तुति लिएर बृहत स्वराट सांस्कृतिक तथा व्यापार मेलामा आउँदैछु, जुन चाहिँ बैतडीको मेलौलीमा भइरहेको छ। सबैजनालाई भोलि मेलौलीमा भेटौँला। धन्यवाद। नमस्कार, म गायिका रेखा जोशी। यही जेठको 11 गते यानी कि भोलि बृहत स्वराट सांस्कृतिक महोत्सव तथा व्यापार मेलाको लागि म बैतडीको मेलौली आउँदैछु। सम्पूर्ण बैतडीवासी आमा बुवा दाजुभाइ दिदीबहिनी लगायत सबैजनालाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछु। सबैजना आउनुहोला, देउडा खेलौँला, रमाइलो गरौँला। हस्त, धन्यवाद। हेलो, नमस्ते सबैजनालाई। म ज्योति मगर। यो जेठको 12 गते म आउँदैछु। मेलौली बैतडीमा भइरहेको प्रथम स्वराट सांस्कृतिक महोत्सव तथा व्यापार मेलामा आफ्नो प्रस्तुति दिनको लागि, तपाईहरुसँग भेट्नको लागि र तपाईहरुसँग बवाल गर्नको लागि। सो प्लिज तपाईहरु सबैजना आउनुहोला, हामी भेटौँला जेठको 12 गते मेलौली बैतडीमा। आउनुस् त सबैजना। आई लभ यु। नमस्ते, म गायक रामचन्द्र काफले बृहत स्वराट सांस्कृतिक महोत्सव तथा व्यापार मेला 2082 मेलौली बैतडीमा 15 गते तपाईहरु समक्ष म आउँदैछु। 15 गते उतै भेटौँला।